यसमा हाम्रो यो एउटा थिम हुन्छ। हजुर थिम बाहेक 4वटा कार्यपत्र प्रस्तुत हुन्छ हजुर र 2टा चाहिँ प्यानल डिस्कसन हुन्छ। हजुर हजुर त्यसरी हेर्दाखेरि 7वटा विषय प्रस्तुत हुन्छ त्यहाँ। अनि यतिखेर बागमती प्रदेश सहकारी सङ्घ लिमिटेडले यो अहिले सहकारी सम्मेलन गर्ने भनेर लागिरहेछ क्यार होइन? तपाईँहरूको कार्यक्रम कहाँ पुग्यो? हामी त्यो त्यसैको तयारीमा जुटिरहेका छौँ अहिले। हजुर धेरै जसो तयारी अब कतिपय पुरा भइसके, कतिपय अब गर्नुपर्ने क्रममा छन्। हजुर चैत कुरा 8 र 9 भएको हुनाले लास्टमा गर्नुपर्ने कुराहरू त्यति बेला नै गर्नु परिहाल्यो। अरू अहिले चाहिँ खास गरी त्यहाँ प्रस्तुत हुने विषयहरू टुङ्गो लगाएर त्यसलाई प्रस्तुत गर्ने पेपर बनाउने विज्ञहरूलाई को कन्फर्म गराएर उहाँले पेपरहरू तयार गर्दै हुनुहुन्छ एउटा कुरा। हजुर अरू कुरा चाहिँ अब त्यहाँ सहभागी हुने अब सहभागीहरूको दर्ताको कामहरू हजुर हजुर धमाधम भइरहेको छ। हजुर अब हामीले भन्न चाहिँ यो महिनाभरि भनेका छौँ। हजुर त्यसलाई समय थप्नुपर्ने नि हुनसक्छ। हजुर हजुर अन्तिममा धेरैले निर्णयहरू गर्दैछन् के गर्दैछन्। हजुर हजुर अब सबै स्थानको तय गर्नेदेखि लिएर त्यहाँको अब प्रमुख अतिथिहरूका कुराहरू अनि अब यसमा चाहिँ 3टै तहको सरकारको तर्फबाट पनि प्रतिनिधित्व हुन्छ, मुभमेन्टको तर्फबाट पनि प्रतिनिधित्व हुन्छ। हजुर हजुर उहाँहरूलाई सम्पर्क गर्ने अब त्यो खालको तयारीहरू गरिरहेका छ। यो सम्मेलन गर्नुको उद्देश्य चाहिँ के हो? सम्मेलन गर्नुको उद्देश्य चाहिँ अब हाम्रो हरेक देशले 5 वर्षमा यो सम्मेलन गरेर आफ्नो देशका 5 वर्षको उपलब्धिहरूको समीक्षा गर्ने अनि आगामी बाटो तय गर्ने अनि त्यसमा चाहिँ आफ्नो अरू देशलाई पनि बोलाएर गर्ने चलन छ। अब हाम्रोमा पनि यो त्यो 5 वर्षमा गर्ने चाहिँ नेपालमा पनि छ। अब हामीले प्रदेशमा पनि यो खालको सुरुवात गर्नुपर्ने पर्छ भन्ने लागेर होइन 5 वर्ष भयो हाम्रो स्थापना भएको। 5 वर्षमा गर्ने पहिलो चाहिँ सम्मेलनको रूपमा सुरुवात गर्नुपर्छ भनेर हामीले गरेको। यसमा कतिवटा कार्यपत्रहरू पेश गर्ने तपाईँले सोच्नु भएको छ? यसमा हाम्रो यो एउटा थिम हुन्छ। हजुर थिम बाहेक 4वटा कार्यपत्र प्रस्तुत हुन्छ हजुर र 2टा चाहिँ प्यानल डिस्कसन हुन्छ। हजुर हजुर त्यसरी हेर्दाखेरि 7वटा विषय प्रस्तुत हुन्छ त्यहाँ। हजुर 7वटा चाहिँ 2टा प्यानल डिस्कसन मात्रै हुन्छ, एउटा थिम प्रस्तुत मात्रै हुन्छ। हजुर अनि त्यसपछि 4वटा चाहिँ विषयहरूमाथि चाहिँ कार्यपत्र प्रस्तुत हुन्छ। अहिले थिम पनि बनाइसक्नु भएको छ कि के छ? यसमा चाहिँ कार्यपत्र प्रस्तुताहरू स्वदेशी विद्वानहरू मात्रै हुनुहुन्छ कि विदेशबाट पनि? विदेशबाट हुँदैन, किनभने मैले त्यो राष्ट्रिय स्तरको कुरा गरेँ होइन मैले चाहिँ होइन। बागमतीको चाहिँ के छ भने बागमती हाम्रो सहकारीको समग्रमा एभरेजमा 50% भन्दा बढी छ। हजुर हजुर होइन त कति त बढी नै हुन्छ, कतिपय अलिक कम होला। हजुर हजुर त्यसो भएर अब सहकारी आधा त बागमती हो नि त। त्यसकारण बागमतीले सम्मेलनको सुरुवात गर्नुपर्छ भनेर हामीले गरे हौँ। हजुर बागमतीमा धेरै उपलब्धिहरू पनि छन्। कमी कमजोरी चाहिँ अहिले देखेका कमजोरी चाहिँ बागमतीमै छन्। मलाई चाहिँ 98-99% बागमतीकै छ। त्यस कारण यी कमी कमजोरीको पनि समीक्षा गर्ने, राम्रा कामहरूको पनि समीक्षा गर्ने र आगामी बाटो तय गर्ने, सबैलाई एक ठाउँमा गोलमेज गरेर 3टै सरकारलाई एक ठाउँमा संलग्न गराएर त्यहाँ सफल गर्ने योजना हो होइन। अब यसको चाहिँ हाम्रो विदेशी हुनुहुन्न, यसमा स्वदेशी नै हो। अब हामीले यसमा अब फाइनल हुन त बाँकी छ। हाम्रो चाहिँ थिमको बारेमा की नोट स्पिकर चाहिँ पूर्व मुख्य सचिव विमल कोइरालालाई हामीले अनुरोध गरेका छौँ। त्यसपछि गएर एउटा हाम्रो पूर्व सचिव गोपीनाथ मैनालीले एउटा पेपर प्रेजेन्ट गर्नुहुन्छ। अनि एउटा चाहिँ हाम्रो राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशकले प्रस्तुत गर्नुहुन्छ, जो अहिले प्राधिकरणको पनि त्यहाँ प्राधिकरण पनि प्रतिनिधित्व गर्नुहुन्छ उहाँले, गुरुप्रसाद पौडेल। अनि एउटा चाहिँ हामीले स्थानीय प्रदेश र स्थानीय तहको विषय राखेका छौँ। त्यो चाहिँ हाम्रो प्रदेशको रजिस्ट्रारले गर्नुहुन्छ। र एउटा वित्तीयको चाहिँ हामीले पूर्व अर्थ सचिव रामेश्वर
खनाललाई अनुरोध गरेका छौँ हामीले। उहाँले 1-2 दिनमा टुङ्गो लाउँछु भन्नुभएको छ, बिजी चाहिँ बिजी हुनुहुन्छ। त्यो भएन भने अर्को कोही अलिक विज्ञलाई हामीले गर्छौँ। त्यो चाहिँ अब हाम्रो विषय 4वटा भयो होइन। अब अर्को भनेको चाहिँ प्यानल डिस्कसनमा चाहिँ एउटा कृषिको हुन्छ, कृषिको बागमतीको उपलब्धिहरू के छ सहकारीभित्र होइन, यसमा के समस्या छन्, अनि हाम्रो ऐनको व्यवस्थाहरू के छन्, अब के चुनौती छन्, कसरी यसलाई कृषिको चाहिँ सहकारी राम्रोसँग लागेन भने जुन आलोचना छ नि, राम्रो छलफल पनि भएको छैन। त्यस कारण हामीले प्यानल डिस्कसन राखेका छौँ र एउटा विषय पनि कृषिको हो। जस्तो गोपीनाथ सरले कृषि र सहकारीको विषयमा उहाँले पेपर प्रेजेन्ट गर्नुहुन्छ, त्यो एउटा प्यानल डिस्कसन हुन्छ। एउटा चाहिँ यो हाम्रो व्यवस्थापनको साथीहरूलाई हामीले चाहिँ एउटा चाहिँ प्यानल डिस्कसन गराउँदैछौँ, सिओहरूको भनौँ। अब खास गरी वित्तीय विषयमा तलदेखि प्राइमेरी जिल्ला केन्द्रसम्मका डिस्कसन गराउँदैछौँ। यो तपाईँहरूको सम्मेलनमा कति जति प्रतिनिधिहरू चाहिँ सहभागी हुने तपाईँलाई अनुमान गर्नुभएको छ? हाम्रो लक्ष्य चाहिँ सहभागी, यसमा पैसा तिरेरै सहभागी गराउने लक्ष्य चाहिँ 500 हो होइन। अरू अब आयोजक प्रायोजक गरेर अर्को 50-60 जना प्लस हुन्छ, देखि 100 पनि हुनसक्छ। यसमा चाहिँ हामीले अर्को के कुरामा ध्यान दिएका छौँ भने एउटा विषय चाहिँ हाम्रो स्थानीय र प्रदेशको विषय भएको हुनाले 119 पालिकालाई चाहिँ पालिकाको सहकारी हेर्ने कर्मचारीलाई हामीले त्यहाँ बोलाउन खोजिरहेका छौँ। उहाँहरूको विषय पनि राखेका छौँ हामीले। त्यसमा चाहिँ प्रदेशको रजिस्ट्रारले पेपर प्रेजेन्ट गर्नुहुन्छ, 3टा महानगरपालिका र एउटा उपमहानगरपालिकाको सहकारी महाशाखा हेर्ने त्यहाँको प्रमुखहरूलाई पनि हामीले प्यानलमा राखेका छौँ। त्यो 119 पालिकालाई अनुरोध गरे हुनाले त्यो चाहिँ त्यसबाट कति हामी सहभागी गराउन सक्छौँ हाम्रो पहिलो प्रयत्न हो। त्यहाँको सहभागिता हामीले अब बढीमा 100 जनाको अपेक्षा गरेका छौँ। त्यो न्यून भएछ भने पनि यतातिरबाट हाम्रो फेरि सहभागी बढाएर हाम्रो 500 पुर्याउने लक्ष्य छ। अलिकति थोरै प्रसङ्ग बदलौँ होइन। तपाईँ अब यो प्रदेश सङ्घको अध्यक्ष हुनुहुन्छ होइन, सहकारी सङ्घको। अहिलेको यो समग्र सहकारी अवस्थालाई चाहिँ तपाईँले कसरी हेरिरहनु भएको छ? अब अहिलेको अवस्था चाहिँ यो खालको अवस्था इतिहासमा हिजो पनि भएको थिएन, भोलि पनि सायद होला नहोला। सहकारीको धेरै ठुलो अहिले चुनौती खडा भएको छ। यो अब अन्तर्राष्ट्रिय कारणहरू पनि छन् होइन, हाम्रो आन्तरिक कारणहरू पनि छन्। खास गरी सहकारीको आफ्नै मूल्य मान्यताहरू छन्। ती मूल्य मान्यताभित्र रहेर हाम्रो भएको यो त प्रजातान्त्रिक प्रणाली हो अनि स्वनियम भनिन्छ यसमा। यसलाई त्यो लुप होललाई प्रयोग गरेर यसबाट चाहिँ फाइदा उठाउने र केही अब अहिले चलेको भाषा चाहिँ ठगी भनौँ होइन, ठगी गर्ने उद्देश्यका मान्छेहरू पनि प्रवेश गरेर यहाँ विकृतिहरू सिर्जना भएको छ अहिले, जसको कारणले गर्दा अरू राम्रो संस्थाहरूलाई पनि असर परेको छ विश्वासको कमीको कारणले गर्दा। त्यसो हुनाले यो अहिले यो खालको त यहाँभन्दा पहिला भएको पनि थिएन, एउटा ठुलै आकारमा यो खालको समस्या आएको छ। तर फेरि अर्को साइडबाट हेर्ने हो भने यसलाई पर्सेन्टेजमा हेर्ने भने त ठुलो सङ्ख्या त होइन यो, तर ठुलो आकारको कारोबार गरे संस्थाहरू भएको हुनाले धेरै ठुलो चाहिँ बचतकर्ताको बचत त्यसमा फसाएको कारणले गर्दा अलिकति यसको बढी चर्चा भएको छ, नेगेटिभ चर्चा भएको छ। राम्रो गरेका संस्थाहरू पनि धेरै छन्। अहिले एउटा चर्चा के छ भने नि, अब सहकारीले बचत फिर्ता गरेन भन्ने चाहिँ चर्चा भयो होइन। तर अब सहकारीमा तपाईँको अहिले यो तरलता बढेर चाहिँ तपाईँको त्यसले बनाएको समस्याको बारे चाहिँ चर्चै गर्दैन कसैले पनि भन्छन् नि। हो, सही कुरा। म त्यहाँ आउँदै थिएँ अहिलेको प्रश्नमा पनि होइन। अब बागमतीकै उदाहरण दिने भने पनि 13वटा जिल्लाको कुरा गर्ने हो भने धेरै जिल्लामा तरलता थुप्रेर ऋण लगानी बचत थुप्रिया छ, ऋण लगानी गर्न सक्ने ठाउँ छैन। बैङ्कहरूको जस्तै कि अहिले वाणिज्य बैङ्कहरूमा थुप्रिया जस्तै हाम्रो पनि त्यही हालत छ। काठमाडौँमा पनि काठमाडौँ उपत्यका कुरा गर्ने हो भने मूल्य मान्यतामा आधारित सामुदायिक मोडेलमा चलेका सहकारीहरू, राम्रो सिस्टममा चलेका संस्थाहरूमा अहिले तरलता थुप्रिया छ, प्रशस्त तरलता छ होइन। त्यसो हुनाले अब यो लगानी गर्ने ठाउँ पनि छैन। अब अर्को चाहिँ अब अलिकति अब सन्दर्भ ब्याजले पनि केही बाधा चाहिँ गरेको छ होइन। त्यसमा त ब्याज घटाएर लगानी गर्न केही कुरा रोक्दैन, तैपनि त्यसले गर्दाखेरि पनि कतिपय संस्थालाई बाधा परेको छ, तरलता थुप्रेको छ, त्यतातिर कसैले चासो दिएको छैन होइन। त्यसो भएर अब समग्रमा त सहकारीमा अब केही ठुला संस्थाहरूको ठुलो आकारको संस्थाको कारणले गर्दा अहिले
जुन खालको हल्ला र होइन कानुनी प्रक्रियामा जानुपर्ने कता फिर्ता नपाउने एकातिर छ भने अर्कोतिर 79% भन्दा बढी सहकारीहरूले राम्रो गरिरहेका छन्। धेरै जिल्लामा काठमाडौँ उपत्यकामा पनि धेरै राम्रो कामहरू गरिरहेका छन्। तर अब यो राम्रो कुराको चर्चा कम हुन्छ, स्वाभाविक हो होइन। यसलाई चाहिँ अब धेरैचोटि भनेपछि बल्ल मान्छेले बुझ्छ, नराम्रो कुरा चाहिँ एकदम फैलिन्छ त्यो हिसाबले पनि हो होइन। अब अहिलेको समस्या चाहिँ यो समस्या कुन चरणमा पुगेको छ जस्तो लाग्छ मलाई चाहिँ अहिले कम्तीमा स्थिर चाहिँ भएको छ। यहाँभन्दा बढ्दैन होइन। मेरो कतिपय चाहिँ स्थिर होइन, अब अगाडि बढेको छ, यसलाई सुधार हुँदै अगाडि बढेको अवस्था छ। यहाँभन्दा बिग्रिने ठाउँ छैन। अब चाहिँ सुधारकोतिर यसलाई सुधार गरेर जानुपर्ने बाटोतिर जानु। अहिले तपाईँको विचारमा अब अहिले सहकारीको अहिले नयाँ ऐन पनि आउँदैछ होइन, नयाँ विधेयक संसदमा आएको छ होइन, र अहिले अर्को एउटा के भन्छ प्राधिकरण पनि बनेको अवस्था छ होइन। के छ यिनले यो सहकारीमा देखिएको जुन व्यथितिहरू छ त्यसलाई समाधान गर्न सक्लान्? व्यथितिहरूलाई समाधान यो गर्नैपर्छ, गर्न सक्छ। यसमा चाहिँ म अब थोरै समय त लाग्छ। जस्तो अहिलेको अध्यादेशमा आएर जुन पास पनि भइसक्यो त्यसले एउटा चाहिँ हामीले विगतदेखि यो सहकारीमा यो खालको समस्या आउँदैन थिएन। विगतमा यो यस्तो खालको प्रावधान भइदिएको भए एउटा कर्जा सूचना केन्द्र भोलिदेखि नै काम गर्न सक्ने गरेर अहिले विधेयकमा आएको छ होइन, पास भइसक्यो भनौँ न। त्यो चाहिँ के भने अहिले भइरहेको कर्जा सूचना केन्द्र बैंक वित्तीय संस्थाले गर्नेमै हामीले काम गर्न पाउने भएपछि एउटा त्यसले धेरै चिजहरू सिस्टममा ल्याउँछ एउटा। अब अर्को भनेर चाहिँ अब प्राधिकरण हामीले मागेकै हो, किनभने हुन चाहिँ अब सोनीमा चल्नुपर्ने हो सहकारीहरू। तैपनि मापदण्ड बनाएर मापदण्डलाई कार्यान्वयन गर्ने कुरा चाहिँ सहकारीहरूले चाहिँ पालना गर्नुपर्छ। अनि त्यो बनाएर हाम्रो अहिलेको विभागले त्यसको विज्ञता पनि भएन। अब यो प्राधिकरणले चाहिँ त्यसको विज्ञ भएको कर्मचारी राखेर एउटा सिस्टम बनाएर त्यसलाई फलो गर्ने, त्यहाँ दर्ता गर्ने, हरेक वर्ष त्यसको फलोअप गर्ने सिस्टम भनेपछि यसले एउटा चाहिँ अनुगमन गरेर एउटा चाहिँ सिस्टममा ल्याइहाल्छ होइन। अब अर्को भनेर चाहिँ बचत तथा ऋणको जुन सुरक्षण हुन्छ नि बैंक वित्तीय संस्थामा, अहिलेको सुरक्षण केन्द्रलाई अहिले नै हाम्रो सहकारीको पनि गर्न पाउने बनाइदियो अहिलेको अध्यादेशमा होइन। त्यसले गर्दा के हुन्छ भने जस्तो अहिले बैंक वित्तीय संस्थाको चाहिँ 5 लाखसम्मको हुन्छ। अब हाम्रो पनि 5 लाखसम्मको हुने बनाउनु पाइयो भने त आजको समस्या हिजै यो गर्नु पायो भए त 79% समस्या समाधान हुन्थ्यो। 5 लाखभन्दा तलकै बचत छ नि त होइन। यो हामीले खोजेकै चिज हो, कार्यान्वयन तत्काल गरेर जानुपर्छ। बचत र ऋणको पनि सुरक्षण भयो, कर्जा सूचना केन्द्र पनि भयो, अनुगमन गर्ने ठाउँ पनि भयो। यति भइसकेपछि त अनि अब हाम्रो अहिले यी नै चिजहरू नभएको कारणले गर्दा यो विकृति भएको, मान्छेले लुपहोललाई प्रयोग गरेर दुरुपयोग गरे हो नि त। यो सबै नियन्त्रण हुन्छ, अब राम्रो हुन्छ। यसलाई कार्यान्वयन चाहिँ तत्काल गर्नुपर्ने। ल हुन्छ सर, अब जाँदै फेरि पनि तपाईँहरूको जुन सम्मेलन छ बागमती प्रदेश सहकारी सङ्घको, यो सम्मेलन सफल होस्, यसको लागि शुभकामना सहित। हस्, धन्यवाद। अब यो हाम्रो सम्मेलनको मुखमै तपाईँले हाम्रा कुराहरू पनि दर्शकसँग जाने जुन अवसर प्रदान गर्नुभयो त्यसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।